केसरीसँग बिना दाइजो बिहा गर्न तयार छ। त्यो छोरीको बाउ कोही नपाएर अब हाम्रो केसरीलाई त्योसँग बिहे गरिदिने? एउटी छोरी भएर के भयो त? प्रशस्त सम्पत्ति जोड्या छ। हाम्रो केसरीले झन्सुको पाउँछ। खुब पाउँछ सुक। सम्पत्तिले केही नाप्दैन। बरु सम्पत्ति नभए पनि मन मिल्ने लोग्ने छ भने अभावमा पनि सुख मिल्छ। तपाईँ जस्तो जुवाडे जड्या घमण्डी लोग्ने पर्यो भने त जिन्दगी मेरो जस्तै नर्क हुन्छ। भाषण नसाच के? म तेरो भाषा सुन्न आएको होइन, सल्लाह लिन आएको। यही हो मेरो सल्लाह। तपाईँले मैले केसरीको धेरै चिन्ता लिनु पर्दैन। उसले आफ्नो बिहेको लागि राम्रो केटा आफै छान्न सक्छ। बुझ्नुभयो? त्यसको बिहा म गराएरै छाड्छु। तैँले रोकेर रोकिन्छ? त्यो पनि मैले भनेको केटोसँग। बुझिस्? केसरी केसरी पर्किन। कति छिटो हिँड्छस् क्या त? भेट्टाउनै नसकिने। किन भेटाउनु पर्यो त? बिस्तारै आयो हुँदैन र? तसँगै घाँस काट्न जानु मन लाग्छ अनि नभागेर भो। धेरै मेरो पछि पछि नलाग है, पछि फेरि पछुताउनु पर्ला। के भो? तेरो पछि लागेर जिन्दगीभर पछुताउनु परेछ भने पनि म हाँसी हाँसी स्वीकार्छु। तर मेरो आँखै अगाडि त अरू कसैको भएको हेर्न सक्दिनँ। त्यसो भए बुढै भएर बस। के रे, त कसैसित बिहे गरिदिनस्? तँलाई थाहा छ त मेरो धेरै जिम्मेवारी छन्। पहिला त बहिनीलाई पढाउनु छ, उसको बिहे गराउनु छ। त्यसपछि के? त्यसपछि म बुढी भइसक्छु। मसँग कसले बिहे गर्छ र? म गर्छु तँसँग बिहे।